नमस्ते, स्वागत छ। म प्रेम दाहाल, स्थायी घर दोलखा जिरी 8, हाल भक्तपुर। र म हजुरहरूलाई के भन्न चाहन्छु भने आज मेरो दाजुभाइको भेटघाट भएको छ। धेरै बाबु भाइहरूसँग भेटघाट नभएको है। र कान्छो भाइ विदेशतिर हुनुहुन्छ, साइलो भाइ काठमाडौँ जडीबुटीतिर हुनुहुन्छ र माइलो भाइ पनि जिरीतिर हुनुहुन्छ र कामको सिलसिलामा बाहिरतिर पनि जानुहुन्छ बेला बेलामा है। दाजुभाइ भेट हुँदाखेरि एकदमै खुसी लाग्दो रहेछ है। र दाजुभाइ भनेको कुरा जे जस्तो भए पनि मिले नमिले पनि राम्रो नराम्रो कुराहरू बेला बेलामा भए तापनि तर चाहिने भनेको चाहिँ दाजुभाइ नै चाहिन्छ है। आवश्यक परेको बेला र दुःख परेको बेलामा मर्दा पर्दा जतिखेर पनि दाजुभाइ हामी एकजुट भएन भनेदेखि हैन अरू मान्छेहरूले पनि हेपचेप गर्ने हरेक हुनसक्छ साथीहरू। म भाइहरू पनि देखाउँछु, यो भिडियो अन्तिमसम्म हेर्दै रहनु होला है त। ल यतातिर हुनुहुन्छ मेरो माइला भाइ तरुण दाहाल र यतातिर हुनुहुन्छ है गणेश दाहाल। नमस्कार, शुभ बिहानी, गुड मर्निङ। जडीबुटीमा जडीबुटी कोर्सरबाट हो, हाल स्थायी चाहिँ जडीबुटीमा हो। पुरानो घर चाहिँ दोलखा जिल्ला जिरी नगरपालिका वडा नौरा। ल सम्पूर्ण टिकटक साथीहरूलाई लाइक कमेन्ट र फलो गर्नुहोस्। के कस्तो छ सल्लाह सुझाव दिनुहोस्। नमस्कार। अनि हाम्रो माइला भाइको ठिकै छ। ठिक छ। म जिरी दार्जिलिङ हुँदै घुम्दै यहाँ आइपुगेँ काठमाडौँ। दार्जिलिङ कति महिना बसियो त? बस्यो 5-6 महिना। 5-6 महिना बस्यो है। त्यहाँ कामहरू के राम्रै पाइन्छ? ठिकै पाइन्छ। अनि हाम्रो गाउँको भाइहरू पनि त्यहीँ बस्छन् होइन धेरै? त्यतै हो। के नामको भाइ अरे त्यो? साइलो। जस हाम्रो दाजुभाइहरू है जुनसुकै ठाउँमा छरेर बस्नु भएको छ, खुसी लाग्छ। अनि यहाँ भक्तपुरमा आज भेटघाट हुँदाखेरि के लागिरहेछ? राम्रै लागिरहेछ। आनन्द लागिरहेछ, खुसी लागिरहेछ, दिक्क त लाग्दैन नि? के लाग्ने। अनि अरू नमिल्ने दाजुभाइहरूलाई के भन्न चाहनुहुन्छ? जस्तै झगडा गर्छन्, फाइट गर्छन्, लडाइँ गर्छन् दिनदिनै, त्यस्तो दाजुभाइहरूलाई के भन्न चाहनुहुन्छ? सम्पूर्ण दाजुभाइहरू मिलेर बसेको राम्रो, मिल्न सकेछौँ होइन। जे भाइ आफ्नो दाजुभाइ हो, दुःख पर्दा सब मर्दा सब आफ्नो दाजुभाइ नै चाहिन्छ। जे भयो नि आफ्नो दाजुभाइ नराम्रो झगडै गरेर बस्यो भने आवश्यक पर्ने दाजुभाइ नै हो नि त। ल धन्यवाद सानो भाइहरू है। अब कान्छो भाइले पनि भिडियो विदेशदेखि हेर्दै हुनुहुन्छ ल। कान्छो भाइ विदेशमा, अब 3 दाजुभाइ हामी भेटघाट भएको छ। ल ल मम्मी के छ अनि ठिक छ मम्मी? ठिक छ। ल मम्मीलाई पनि टक्क यहाँ बिचमा राख्यो है। अब यी 3 दाजुभाइको बिचमा मम्मीलाई पनि देखाउन पाएँ हजुरहरूलाई है। सम्पूर्ण देश विदेशमा रहनुहुने दाजुभाइ तथा दिदीबहिनीहरू र फेसबुकका साथीहरू, टिकटकका साथीहरूले सबैजनाले माया गरिदिनु भएको छ। र बेला बेलामा मम्मीलाई देखाउँछु, बेला बेलामा भाइलाई देखाउँछु, बेला बेलामा साथीभाइलाई देखाउँछु है। सबैजनाको जय होस्। अहिले चाहिँ बर्खा बेलामा बाढी पहिरोको एकदमै तनाव पनि हुन्छ ठाउँ ठाउँमा जाँदाखेरि। हिँड्नु होला है। त्यो भएको कारणले अब यी साइलो भाइ भनेको यी पेन्सन पाकेर मजाले अहिले है सरकारी तलब फुत्ता फुत्ता आउँछ, उसलाई आनन्द छ। के छ भनेदेखि काम गरौँ नगरौँ आनन्दले पेन्सन फुत्ता फुत्ता आउँछ। यी माइलो भाइ हामी चाहिँ अब काम गरेदेखि आयो, काम नगरे आएन। अनि मम्मी के छ, आनन्द लाग्छ? आनन्द लाग्छ। छोराछोरीहरू जताततै छन्, काहीँ काठमाडौँमा छन्, काहीँ भक्तपुरमा छन्, कोही दोलखा जिरीमा छन् होइन। सबैजना दाजुभाइहरू छोराछोरीहरू भेट्दाखेरि के लाग्छ? राम्रो लाग्छ एकदमै। अब बुढाबुढी भइसके है, चिन्ता गर्नुहुन्छ खाना खाए कि खानन्, भात खाए कि खानन्, भोकै बसेको छ कि के छ भनेर एकदमै पिर गर्नुहुन्छ। र अलिअलि दम पनि छ मम्मीलाई, यसो श्वासमा लाग्ने होइन मम्मी? अरू त ठिक छ? यस्तै यस्तै समस्या छ। तर मम्मीको लागि उपचार पनि हामी एकदमै गर्छौँ। दाजुभाइ मिलेर सल्लाह गरेर कहाँ कहाँ लाने, के गर्ने, सबैजना के गर्नु पऱ्यो भनेदेखि हामी दाजुभाइ चाहिँ ट्याक्क मिलेर यस्तो कामहरू हुन्छ है। अब हामी जति नै ठुलो भए पनि अब मम्मीले हामी जति जहिले पनि सानो नै देख्छ, जहिले नै गाली गर्ने, जहिले पनि सम्झाउने, अराउने, यस्तो गर उस्तो गर भन्ने। हामी जतिसुकै ठुलो भए पनि मम्मीको लागि हामी सानो नै हो। कहिलेकाहीँ त मम्मीले डन्ठी बोकेर लगाएछन् हामीलाई, भाग्दाको हैरान पनि हुन्छ कहिलेकाहीँ त फेरि। मम्मी कुरा मान्नै पर्यो है। हामी जतिसुकै ठुलो भए पनि, जतिसुकै छोराको बाउ भयो भने केही हुँदैन। मम्मीको छेउमा हामी बच्चा नै हो,
बच्चा जस्तो लाग्छ काहीँ काम बिगार्छ कि भन्ने मम्मीलाई धेरै डर हुन्छ आफ्नो छोराछोरी भविष्य राम्रो होस् भन्ने चाहनुहुन्छ मम्मीले नि तर तपाईँहरूलाई लाग्छ होला गाली गर्नुहुन्छ तपाईँहरूलाई लाग्छ होला दाजुभाइ दिदीबहिनीहरू जुनसुकै साथीहरू पनि होइन र मम्मीलाई चाहिँ भिडियोमा मात्रै देखाउँछ यिनीहरूले माया चाहिँ गर्ने होइन खालि अगाडि भिडियोमा मात्रै देखाउँछ भन्नु होला तर यो चाहिँ होइन है साथीहरू एकदमै माया गर्छौँ हामीलाई मम्मीलाई चाहिँ एकदमै माया गर्छौँ है सबैजनालाई बाई नमस्ते भिडियो लगभग 5-6 मिनटको हुनसक्छ हस् त बाई है त